सुदूरपश्चिमका 9वटै जिल्ला र सायद मध्यपश्चिमका पहाडी जिल्लामा पनि मनाउने गरिन्छ जस्तो लाग्छ मलाई। विशेष गरिकन सुदूरपश्चिमका 9वटा जिल्लाहरूमा हर्षोल्लासका साथ वैशाख 1 गते, यो फेरि अरू दिन त्यस्तो पर्दैन, वैशाख 1 गते नै यो पर्वलाई मनाउने गरिन्छ। अघि हाम्रो सल्लाहकारज्यूले पनि राख्नुभयो। यो हिन्दू सम्राट, यो धेरै पहिलाको कुरा, हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियाली स्वरूप पौराणिक कालदेखि यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ। र वैशाख 1 गते सोही दिनदेखि सूर्यले पृथ्वीको परिक्रमा वैशाख 1 गते पुरा गरिएको भन्ने त एउटा किंवदन्ती पनि रहिआएको भन्ने कुरा उल्लेख गरेको पाइन्छ। त्यसै गरी विषुमा विशेष गरिकन बिहानै उठ्ने र मूलको पानीले पाती हुन्छ, जङ्गली एउटा जडीबुटी झार, त्यो पातीले 3 चोटि 5 चोटि र 7 चोटि त्यसरी गरिकन मूलको पानीले चाहिँ नुहाउने। त्यसले गर्दाखेरि शरीरमा भएको वर्षभरि भएको एउटा विभिन्न छाला सम्बन्धी रोग अथवा पिस भन्ने त्यो एउटा भनाइन्छ। 3 चोटि 5 चोटि 7 चोटि पातीले चाहिँ नुहाएर त्यसपछि नजिकैको मठ मन्दिरमा गएर पूजाआजा गरेर रातो माटो सेतो कमेरोले घर पोतेर विभिन्न किसिमका मौलिक परिकारहरू, बोटो, चुकानी, गोतानी, डुक्का लगायत विभिन्न मौलिक परिकारहरू पकाएर खाएर निकै हर्षोल्लासका साथ मनाउने परम्परा रहिआएको छ। हामीले प्रत्येक वर्ष चाहिँ यो वर्ष पनि आफ्नो मौलिक संस्कृतिलाई विदेशमा थोरै भए पनि जगेर्ना गर्ने हेतुले हामीले यो कार्यक्रम आयोजना गरेका छौँ। विशेष गरिकन हाम्रो निम्तालाई सहर्ष स्वीकार गरी टाढाबाट सौलबाट आइदिनु भयो आदरणीय दाइ गायक